यो हामीले प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू तय गरिसके पछाडि चाहिँ अहिले हाम्रो केन्द्रीय निर्वाचन परिचालन समिति एउटा चाहिँ गठन भइसकेको छ। त्यसले चाहिँ विभिन्न चरणको बैठकहरू बसिरहेछ र त्यसले एउटा रणनीतिहरू बनाएको छ र त्यसरी नै हामी मोबिलाइज भइरहेछौँ। सम्भावनाको कुरा गर्दाखेरि चाहिँ उज्यालो नेपाल पार्टी भनेकै अब नयाँ पार्टी र यो गफ होइन, अब चाहिँ काम गरौँ भन्ने पार्टी हो होइन। र हामीसँग त्यस्तो नेतृत्व छ र त्यस्तो टिम छ जसले चाहिँ कामै गरेर देखाइसकेको छ। त्यस कारणले गर्दाखेरि अब गफ होइन, काम गर्ने मान्छेलाई चाहिँ मत दिनुपर्छ भन्ने किसिमको चाहिँ जनलहर पनि छ एउटा कुरा। त्यति भनिरहँदाखेरि चाहिँ अब अर्को चाहिँ चुनौतीहरूको कुरा गर्दाखेरि चाहिँ अहिले पछिल्लो समयमा जुन हाम्रो एउटा टेक्निकल एउटा मिस्टेक पनि भयो, त्यसले गर्दाखेरि हामीले एउटै चुनाव चिन्हलाई चाहिँ प्रत्यक्ष र समानुपातिकमा पार्न सकेनौँ र समानुपातिकको हकमा चाहिँ हामीले चुनाव चिन्ह बाँसुरी लिएर जानुपर्ने चाहिँ बाध्यता आइलाग्यो र त्यो पनि हामीले एउटा चाहिँ के त्यसलाई एउटा जेएनजीहरूबाट चाहिँ बनेको पार्टी र त्यसमा चाहिँ अधिकांश युवाहरू भएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ यो जेएनजी मुभमेन्टको स्पिरिटलाई छुने गरी हामीले त्यो राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेका छौँ र राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिन्ह लिएर समानुपातिकमा हामी गएका छौँ। त्यसो गर्दाखेरि चाहिँ हाम्रो एउटा चाहिँ चुनाव चिन्ह बलिरहेको चिम भयो, अर्को चाहिँ बाँसुरी भयो। यसले गर्दाखेरि कता कता चाहिँ किन कन्फ्युजन चाहिँ मतदातामा पर्न सक्छ, त्यो कुरालाई नै हामीले चिर्नुपर्नेछ। र अर्को अब सुरक्षाका कुराहरू आउन सक्छ। सुरक्षा थ्रेटहरू अहिलेसम्म हामीले त्यस्तो महसुस गरेका छैनौँ र आउँदो दिनहरूमा त्यस्तो कुनै भयो भनेदेखि हामीले जुन केन्द्रीय निर्वाचन परिचालन समिति हामीसँग जुन छ, त्यो केन्द्रीय निर्वाचन परिचालन समितिले त्यसलाई एसेस गरेर त्यो अनुसारको रणनीतिहरू निर्धारण गर्छ र हाम्रो उम्मेदवारहरूलाई सुरक्षा दिनको लागि हाम्रो तर्फबाट पार्टीले गर्ने कुनै पनि कुराहरू कुनै कसर बाँकी राख्दैनौँ। प्रत्यक्षतर्फ चाहिँ हामीले चाहिँ 121 जनाको उम्मेदवारी दर्ता गरेका छौँ र समानुपातिकतर्फ चाहिँ हाम्रो 49 जनाको उम्मेदवारी हामीले दर्ता गरिसकेका छौँ। एजेन्डाहरूको कुरा गर्दाखेरि चाहिँ अब विगतमा धेरै क्रान्तिहरू भए, हाम्रो 10-15 वर्षको बिचमा चाहिँ किनभने क्रान्ति भइ नै रहेछ, आन्दोलनहरू भइरहेछ र त्यो आन्दोलन चाहिँ किन संस्थागत हुन सकेन भन्दाखेरि आन्दोलनको उपलब्धिहरूलाई चाहिँ हामीले आर्थिक रूपान्तरणसँग जोड्न सकेनौँ। त्यसले गर्दाखेरि आर्थिक रूपान्तरण नभएको कारणले गर्दाखेरि मान्छेमा वितृष्णा जाग्यो र फेरि चाहिँ क्रान्तिको सिलसिला चलिरह्यो। त्यसकारण अब चाहिँ हामी चाहिँ गफ मात्रै गर्ने होइन, काम गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले त्यही किसिमको रणनीति बनाउन लागेका छौँ र हाम्रो योभन्दा अगाडि चाहिँ निर्वाचन आयोगमा जुन दर्ता गरेको घोषणापत्रमा पनि हामीले चाहिँ यो कुरा स्पष्ट लेखेका छौँ र हाम्रो चुनावी घोषणापत्र जुन लगभग हाम्रो तयार भइसकेको छ र यो चुनावी घोषणापत्रमा चाहिँ हामीले विशेष गरेर चाहिँ यो अब 5 वर्षमा के गर्ने, 10 वर्षमा के गर्ने, 15 वर्षमा के गर्ने भन्ने किसिमको चाहिँ कुराहरूलाई अलिक प्राथमिकरण गरेर राखेका छौँ। अब यसमा हामीले चाहिँ अहिलेको चाहिँ आधार रेखा के छ र हामीले के काम गर्दाखेरि कति परिणामहरू आउँछ भन्ने कुराहरू र त्यो गर्न सक्ने कुराहरूलाई मात्रै राखेर त्यसरी गरिरहेका छौँ र त्यो मार्गदर्शन अनुसार अगाडि बढ्दाखेरि आर्थिक रूपान्तरण सम्भव छ। र हामीले आर्थिक रूपान्तरणभन्दा पहिला चाहिँ सुशासनको कुरा आउँछ र सुशासन गर्न सक्यो भनेदेखि चाहिँ किन त्यसको जगमा चाहिँ आर्थिक रूपान्तरण हुन्छ, समृद्धिको कुरा हुन्छ र त्यसले अन्ततः चाहिँ सामाजिक न्याय पनि दिन्छ भनेर चाहिँ हामी त्यसरी लागेका छौँ। त्यो अनुसार चाहिँ हामीले एजेन्डाहरू चाहिँ बनाएर अगाडि बढेका छौँ र केही दिनमा हाम्रो चाहिँ यो चुनावी घोषणापत्र पनि सार्वजनिक हुन्छ र त्यसमा विस्तृत रूपमा यो सबै कुराहरू आउनेछ। अहिलेसम्म चाहिँ त्यस्तो तालमेलको लागि चाहिँ कुनै ठोस प्रस्तावहरू कहीँबाट पनि आएको छैन, तर कतिपय ठाउँहरू एकदम रणनीतिक पनि हुनसक्छ, त्यसको लागि चाहिँ हामी ओपन नै छौँ र त्यसो गर्दाखेरि चाहिँ हामीसँग मन मिल्ने, विचार मिल्ने र चाहिँ अहिले पनि मैले भने हाम्रो मुख्य एजेन्डा भने सुशासन, समृद्धि र सामाजिक न्याय हो। यसमा हामीसँग चाहिँ तालमेल गर्ने, यो एजेन्डामा तालमेल गर्न चाहनेहरूसँग चाहिँ अग्रगामी शक्तिहरूसँग, परिवर्तनकारी शक्तिहरूसँग चाहिँ हाम्रो तालमेल हुन सक्छ। हाम्रो प्रतिस्पर्धीको कुरा गर्दाखेरि चाहिँ अब परम्परागत पार्टीहरू पनि चाहिँ भइहाले र त्यस्तै गरेर चाहिँ अब नयाँ पार्टीहरू, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत छन् र चाहिँ के भने कति ठाउँमा हाम्रो स्ट्रेन्थ राम्रो छ, कतिपय ठाउँमा चाहिँ उहाँहरूको राम्रो छ। त्यो चाहिँ अलिकति हामीले त्यो एसेस पनि गर्दैछौँ। त्यो गरिसकेपछि ठ्याक्कै हामी चाहिँ किन यो विस्तृत रूपमा भन्न सक्छौँ।
डेफिनेटली त्यसले चाहिँ त्यो हामीलाई अलिकति हामी जुन तरिकाले अगाडि बढिरहेको थियौँ ठ्याक्कै चाहिँ ब्रेक लाएर चाहिँ बसे जस्तो भयो 10-12 दिन। र त्यो 10-12 दिनको समय एकदम महत्त्वपूर्ण कुरा हुन सक्थ्यो। अर्को चाहिँ हाम्रो एउटै चुनाव चिन्ह हामीले बलिरहेको छौँ, त्यसलाई चाहिँ समानुपातिमा लिएर जान सकेनौँ। त्यो प्राविधिक कारणले गर्दाखेरि, त्यो एकताको कुरा हुँदै गर्दाखेरि, यो लगायतले गर्दाखेरि अलिकति हामीलाई चाहिँ के भने असर परेको छ यसमा, होइन। तर चाहिँ जहाँ समस्या हुन्छ त्यहाँ समाधान खोज्ने हो र त्यसको समाधान हामी खोजेर अगाडि बढिरहेछौँ र केही रूपमा केही न केही त्यसले चाहिँ क्षति चाहिँ गरेको छ। अहिले हामीले एउटा प्रारम्भिक अध्ययन पनि गरेका छौँ र प्रारम्भिक अध्ययन गर्दाखेरि उहाँको पोजिसन, होइन, इन्डिपेन्डेन्ट, यो स्वतन्त्र रूपमा गरेको अध्ययनले पनि उहाँको अवस्था चाहिँ राम्रै पनि देखाएको छ। र त्यो बाहेक चाहिँ के भने अब त्यहाँ अहिले यो पार्टीमा त उहाँले चाहिँ समय दिनुहुन्छ, आफ्नो निर्वाचन क्षेत्रमा पनि राम्रै समय दिइरहनु भएको छ। त्यस कारणले गर्दाखेरि हामी धेरै आशावादी छौँ। हजुर, मेरो विचारमा चाहिँ के भने हिजो पनि यसरी नै चलिरहेको थियो, आज पनि यसरी नै चलिरहेछ, भोलि पनि यसरी नै चलिरहन्छ भन्ने चाहिँ पुरानो राजनीतिक दलहरूले चाहिँ के भने त्यो तरिकाले चलिदिए जस्तो लाग्छ, होइन। अब हाम्रो यति अथाह सम्भावना छ हाम्रो देशमा, होइन, विश्वको सर्वोच्च शिखर भएको देश हो, होइन। त्यसपछि विश्वका ठुला चाहिँ के भने अग्लो 8वटा चाहिँ के भने पर्वतहरू यी छन्, होइन। त्यस्तै गरेर चाहिँ के भने यो बुद्धको जन्मभूमि भयो। जस्तै यो सम्भावनाहरूलाई हामीले चाहिँ कहिले पनि यो एक्सप्लोर गरेनौँ। अब एउटा सानो उदाहरण दिन्छु म। स्विजरल्यान्डको पानी अहिले चाहिँ यहाँको स्टोरहरूमा गएर किनेर खान खोज्नुभयो भने अहिले 1000-1200 रुपियाँ तिर्नुहुन्छ एक लिटरको, र त्यो पानी नेपालमा आएर पनि बिक्री भइरहेछ। अब हामीले सगरमाथाको पानी, टप अफ द वर्ल्डको पानी, संसारको मान्छेहरूलाई चाहिँ 8 अर्ब पपुलेसन, यो जनसङ्ख्यालाई चाहिँ संसारभरि कम्तीमा चाहिँ के भने सहरमाथा नपुगे पनि सहरमाथाको एक थोपा पानी खाएर चाहिँ एकचोटि मर भन्ने एउटा मेसेज दिन सक्यो भने पनि त्यो चाहिँ हामीले त्यहाँबाट सहरमाथाको पानी त्यो अरबौँ लिटर बेच्न सक्छौँ। त्यसले पनि एउटा चाहिँ के भनेदेखि देशको चाहिँ आर्थिक रूपान्तरमा सहयोग गर्न सक्छ, होइन। त्यस्तै गरेर चाहिँ संसार सबभन्दा अग्लो ठाउँ एकचोटि हेरेर मर भनेर मेसेज दिएर हामीले चाहिँ 40-50 लाख टुरिस्टलाई चाहिँ ल्याउन सक्यौँ भने पनि त्यसले टुरिज्म सेक्टरलाई कायापलट गर्न सक्छ, होइन। त्यसै गरेर बुद्धको जन्मभूमि एकचोटि टेकेर मर भन्ने किसिमको चाहिँ मेसेज हामीले दिन सक्यौँ भनेदेखि पनि हामीले करोडौँ बुद्ध धर्मावलम्बीहरू नेपाल ल्याउन सक्छौँ। त्यसमा हामीले खोइ काम गरे त, होइन। यति अथाह सम्भावना छ। हामी त्यो मरुभूमिमा घाँसै हुँदैन त्यो ठाउँमा गएर चाहिँ के भने भेडा चराइरहेको छ हाम्रो दाजुभाइ दिदीबहिनीहरू। त्यसरी चाहिँ के भने विदेशमा रोजगारी गर्न जानु परेछ। हाम्रो जताततै सम्भावना छ नि, तर त्यो सम्भावनालाई हामीले आर्थिक रूपान्तरणमा कहिले पनि सोच्न सकेनौँ। नेताहरूको दिनचर्या पनि के देख्छु म भनेर भन्दाखेरि, यसो पुराना नेताहरूको संगत गर्दाखेरि पनि मैले चाहिँ के देखेँ भनेदेखि बिहान उठेदेखि बेलुकासम्म चाहिँ कार्यकर्ताकै चाहिँ इन्ट्रेस्ट वरिपरि घुमेको देखेका कहिले सोच्नै पाउँदैन उसले। र त्यो सानो सरकारले उसले चाहिँ घेरिरहेको कारणले गर्दाखेरि देश विकासको लागि सोच्नै सक्दैन। त्यो समय नै भएन हाम्रो लागि। त्यस कारणले गर्दाखेरि अलिकति यो आर्थिक रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने बारेमा सोच्न सक्ने अलिक चेत भएको नेतृत्व भनेको चाहिँ यही पार्टीमा छ जस्तो लाग्छ। कुलमान घिसिङ, हामी पहिला चाहिँ के भने यो लोड सेडिङको कुरा गर्दाखेरि जतिखेर नेपालमा चाहिँ 18 घन्टासम्म लोड सेडिङ हुन्थ्यो त्यतिखेर चाहिँ के भने कस्तो विज्ञहरूसँग चाहिँ हामीले कुरा गर्दाखेरि विज्ञहरूको कुरा के थियो भने आजबाट पनि लोड सेडिङ अन्त गर्न भनेर लाग्यो भने पनि 10 वर्ष लाग्छ। यहाँ त विद्युत जेनेरेसनको कुराहरू छ, ट्रान्समिसन लाइनको कुराहरू छ, त्यही अनुसारको इन्फ्रास्ट्रक्चरहरू चाहिन्छ, 10औं वर्ष लाग्छ। 10 वर्षसम्म लोड सेडिङ नेपाल मुक्त हुँदैन भन्ने किसिमको चाहिँ थियो। त्यसरी विज्ञहरूले पनि त्यसरी भन्थे। त्यस्तो चाहिँ हामीले पढ्न सुन्न पाइन्छ, होइन। तर उहाँ आउने बित्तिकै चाहिँ के भने एकदम चमत्कारिक ढङ्गले त्यो लोड सेडिङ अन्त गरिदिनु भयो नि त। भनेपछि गर्न खोज्यो भने त सम्भव रहेछ नि त। भनेपछि यो आर्थिक रूपान्तरणमा यसलाई चाहिँ हामीले जोड्न सकिन्छ यस्तो कुराहरू। र हामीसँग अथाह सम्भावना छन्। मैले एउटा दुईवटा क्षेत्रको चाहिँ के भने हजुरलाई चाहिँ अहिले कुरा राखेँ। हामीसँग यस्ता हजारौँ चाहिँ के भने क्षेत्रहरू छन्। हजारौँ सम्भावना बोकेका क्षेत्रहरूमा हामीले चाहिँ के भने यसलाई चाहिँ आर्थिक रूपान्तरणसँग चाहिँ जोड्दै लाने भनेदेखि समृद्धि सम्भव छ। र समृद्धि सम्भव भयो भनेदेखि चाहिँ सुशासन र सामाजिक न्यायको कुराहरू पनि अटोमेटिकली आइहाल्छ। र त्यसपछि चाहिँ यस्तो जुन क्रान्तिको सिलसिला प्रत्येक 10-15 वर्षमा भइरहेछ नि, यो चाहिँ सधैँको लागि अन्त हुन्छ जस्तो लाग्छ नेपालमा। त्यो चाहिँ परम्परागत राजनीतिक दलहरूले त्यो गरिरहेको छैन। र त्यो ग्याप चाहिँ अब कुलमान घिसिङज्यूको नेतृत्वले
त्यसलाई सम्बोधन गर्न सक्छ जस्तो लाग्छ मलाई। हाम्रो सन्दर्भमा चाहिँ त्यो लागु नहोला कि जस्तो लाग्छ मलाई। किन भन्दाखेरि हामीले अहिले हाम्रो कुरा गर्दाखेरि झन्डै 40% जति चाहिँ युवालाई हामीले राखेका छौँ। 40 वर्ष मुनिको होइन, हुन त 35 वर्ष मुनिकोलाई युवा भन्छ, तर 40 वर्ष पहिला चाहिँ डेफिनेसनले 40 वर्ष हो। 40 वर्ष मुनिको भन्यो भने झन्डै 40% चाहिँ हाम्रो चाहिँ युवाहरू छन् होइन। र विशेष गरेर चाहिँ यो जुन जेनजी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका जेनजी युवाहरू नै हाम्रोमा चाहिँ उल्लेख्य सङ्ख्यामा छन् होइन। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ एटलिस्ट त्यो जुन चाहिँ के भने आरोप लागिरहेछ त्योबाट मुक्त छौँ जस्तो लाग्छ। र अर्को हामीले अलि युवाहरूलाई समाहित गर्न सकेनौँ भन्ने कुरामा चाहिँ सायद हामी त्यो आरोपबाट मुक्त छौँ जस्तो लाग्छ। किनभने हाम्रोमा उम्मेदवारहरू 40 वर्ष मुनिको, पहिला चाहिँ 40 वर्ष मुनिकोलाई युवा भन्ने गरेको थियो, अहिले 35 वर्ष मुनिकोलाई युवा भन्ने गरिन्छ। जो 40 वर्ष मुनिको भन्यो भने लगभग 40% उम्मेदवारहरू चाहिँ 40 वर्ष मुनिको हुनुहुन्छ। त्यसले गर्दाखेरि पनि हामी त्यो आरोपबाट मुक्त छौँ। र विशेष गरेर त्यसमा पनि हामीले चाहिँ यो जेनजी उमेर समूहको पनि उल्लेख्य प्रत्यक्ष र समानुपातिकमा हामीले राखेका छौँ। र हामीले चाहिँ के भने युवालाई हाम्रो विभिन्न संरचनाहरूमा एकदम महत्त्वपूर्ण चाहिँ स्थानमा राखेर उहाँहरूलाई चाहिँ बढीभन्दा बढी उहाँहरूको चाहिँ सहभागिता पनि अर्थपूर्ण सहभागितालाई सुनिश्चित गरेर अगाडि बढिरहेको छ। वास्तवमा भन्यो भने यो उज्यालो नेपाल पार्टी जेनजी आन्दोलन पछाडि जेनजी आन्दोलनको मर्मलाई ख्याल गरेर चाहिँ स्थापना भएको पार्टी पनि हो। त्यस कारणले गर्दाखेरि हामीले विभिन्न दलहरूसँग एकताको कुरा गरिरहँदाखेरि हामीलाई के लाग्यो भने जेनजी घाइतेको नेतृत्वमै बनेको जुन पार्टी छ त्यो पार्टीसँग एकता गरेर जाँदाखेरि चाहिँ युवाहरूको प्रतिनिधित्व पनि सुनिश्चित हुन्छ र जेनजी आन्दोलनको मर्मलाई पनि आत्मसात गर्न सकिन्छ भन्ने कुरालाई हृदयङ्गम गर्दै हामीले उज्यालो नेपाल पार्टी स्थापना गरेका छौँ। र उनीहरूलाई विशेष गरेर जेनजी र चाहिँ युवाहरूलाई उनीहरूको अर्थपूर्ण सहभागिताको लागि हामीले भरमग्दुर प्रयास गरिरहेछौँ। र यो प्रत्यक्ष र समानुपातिक दुईटै निर्वाचन प्रणालीतर्फ हामीले जुन उम्मेदवार उठाएका छौँ त्यसमा उल्लेख्य हिस्सा चाहिँ जेनजी र युवाहरूको छ। त्यसकारणले गर्दाखेरि जेनजी र युवाहरूलाई साथ दिएन उज्यालो नेपाल पार्टीले भन्ने कुरामा चाहिँ सत्यता छैन। र सायद तथ्याङ्कमा हेर्ने हो भने उज्यालो नेपाल पार्टी अरू पार्टीभन्दा जेनजी र युवालाई ठाउँ दिने, स्थान दिने र अर्थपूर्ण सहभागिता गराउने पार्टीमध्ये अग्रणी स्थानमा पर्छ जस्तो लाग्छ मलाई।